विश्वका 150 भन्दा बढी देशहरू कुनै न कुनै रूपमा जोडिएको एउटा विशाल परियोजना हो BRI अर्थात् बेल्ट एन्ड रोड इनिसिएटिभ। कतिपयले यसलाई 21औं शताब्दीको सबैभन्दा ठूलो पूर्वाधार विकास योजना भन्छन्, कतिपयले भने यसलाई चीनको विश्वव्यापी प्रभाव विस्तार गर्ने रणनीति भनेर आलोचना गर्छन्। नेपालमा पनि BRI को विषय बेला बेलामा चर्चामा आउने गर्दछ, तर BRI वास्तवमा के हो, यसको सुरुवात किन भयो, यसबाट कुन कुन देशले फाइदा उठाए, कुन देशहरू ऋणको समस्यामा परे र नेपाललाई यसबाट के फाइदा र चुनौती हुन सक्छ, आजको भिडियोमा हामी यी सबै विषयलाई तथ्य र उदाहरण सहित सरल भाषामा बुझ्नेछौँ। नमस्कार, म आनन्द शर्मा र आजको भिडियोमा म कुरा गर्नेछु BRI को बारेमा। BRI अर्थात् बेल्ट एन्ड रोड इनिसिएटिभ, यसलाई नेपालीमा बेल्ट तथा रोड पहल भन्न सकिन्छ। यो चीन सरकारले सन् 2013 मा राष्ट्रपति सी जिनपिङको नेतृत्वमा घोषणा गरेको अन्तर्राष्ट्रिय पूर्वाधार तथा आर्थिक सहकार्य कार्यक्रम हो। यसको उद्देश्य देश देश बीच व्यापार बढाउने, सडक, रेल, बन्दरगाह, विमानस्थल र ऊर्जा पूर्वाधार निर्माण गर्ने, चीनलाई विश्व बजारसँग अझ मजबुत रूपमा जोड्ने, आर्थिक विकासलाई तीव्र बनाउने हो। BRI कुनै एउटा सडक वा रेल परियोजना होइन, यो विश्वका विभिन्न देशहरूमा हजारौं परियोजनाहरूको समग्र कार्यक्रम हो। BRI का दुई मुख्य भाग छन्। पहिलो भाग हो सिल्क रोड इकोनोमिक बेल्ट, यो स्थल मार्ग हो। यस अन्तर्गत रेल मार्ग, राजमार्ग, पाइपलाइन, औद्योगिक कोरिडोर निर्माण गरिन्छ। यसले चीनलाई मध्य एसिया हुँदै युरोपसँग जोड्ने लक्ष्य राख्छ। दोस्रो भाग हो एरिटाइम सिल्क रोड। नाम रोड भए पनि यो समुद्री मार्ग हो। यसमा बन्दरगाह, समुद्री व्यापार, जहाज मार्ग, समुद्री पूर्वाधार समावेश छन्। यसले चीनलाई दक्षिण पूर्व एसिया, अफ्रिका र युरोपसँग समुद्री व्यापार मार्फत जोड्छ। विश्लेषकहरूका अनुसार चीनका धेरै उद्देश्यहरू थिए। पहिलो, आफ्ना उद्योगका उत्पादनलाई नयाँ बजार उपलब्ध गराउनु। दोस्रो, चीनसँग भएको ठूलो विदेशी मुद्रा सञ्चित उपयोग गर्नु। तेस्रो, पूर्वाधार निर्माणमा आफ्नो अनुभव विश्वभर विस्तार गर्नु। चौथो, विश्व व्यापारमा चीनको प्रभाव बढाउनु। पाँचौं, ऊर्जा आपूर्ति सुरक्षित गर्नु जस्ता उद्देश्यहरू थिए। BRI अन्तर्गत एक्सप्रेसवे, रेल मार्ग, विमानस्थल, जल विद्युत आयोजना, विद्युत प्रसारण लाइन, बन्दरगाह, सुरुङ्ग, पुल, औद्योगिक पार्क, सञ्चार पूर्वाधार निर्माण गरिन्छ। कतिपय परियोजना चीनकै कम्पनीले निर्माण गर्छन् भने धेरै जसोमा चीनिया बैंकले नै ऋण उपलब्ध गराउँछन्। BRI मा पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, नेपाल, लाओस, कम्बोडिया, इन्डोनेसिया, केन्या, इथियोपिया, सर्बिया, हंगेरी लगायत 150 भन्दा बढी देशले विभिन्न तहमा सहकार्य गरेका छन्। पाकिस्तानमा भने सबैभन्दा चर्चित परियोजना मध्ये एक चाइना पाकिस्तान इकोनोमिक कोरिडोर CPEC सञ्चालनमा रहेको छ। यसमा सडक, रेल, ऊर्जा, ग्वादर बन्दरगाह जस्ता ठूला परियोजना निर्माण भएका छन्। यसको अनुमानित लगानी दर्जनौं अर्ब अमेरिकी डलर बराबर रहेको बताइन्छ। BRI सम्बन्धी सबैभन्दा चर्चित बहस श्रीलङ्काको हेम्बनटोटा पोर्ट हो। श्रीलङ्काले ठूलो ऋण लिएर बन्दरगाह निर्माण गर्यो, तर अपेक्षित आमदनी नभएपछि ऋण तिर्न कठिन भयो। पछि उक्त बन्दरगाह 99 वर्षका लागि चीनिया कम्पनीलाई लिजमा दियो। यस घटनालाई धेरैले डेब्ट ट्र्याप डिप्लोमेसीको उदाहरण भनेर व्याख्या गर्छन्, तर केही अनुसन्धानकर्ताले भने श्रीलङ्काको आर्थिक सङ्कटमा BRI मात्रै जिम्मेवार नभई अन्य आर्थिक तथा राजनीतिक कारणहरू पनि रहेको तर्क गर्छन्। लाओस चीन रेल परियोजनाले यात्रु तथा व्यापारमा उल्लेखनीय परिवर्तन ल्याएको छ, तर ठूलो ऋणका कारण
आर्थिक दायित्व पनि बढेको भन्दै बहस जारी छ। यसैले BRI लाई कसैले अवसर त कसैले जोखिमका रूपमा हेर्ने गर्दछन्। BRI का केही फाइदाहरू पनि रहेको छ। यदि राम्रो योजना र पारदर्शिता सहित कार्यान्वयन गरियो भने व्यापार बढ्न सक्छ, रोजगारी सिर्जना हुन सक्छ, पूर्वाधार विकास तीव्र हुन्छ, यातायात सहज हुन्छ, उद्योग विस्तार हुन्छ, पर्यटन बढ्न सक्छ र लगानी आकर्षित हुन सक्छ। तर BRI को चुनौती पनि कम छैन। ठूलो ऋण परियोजनाको पारदर्शिता, भ्रष्टाचारको जोखिम, वातावरणीय प्रभाव, स्थानीय समुदायको विस्थापन, ऋण तिर्न नसक्ने अवस्था र भू राजनीतिक प्रतिस्पर्धा जस्ता चुनौतीहरू रहेको छ। यी विषयमा विश्वभर बहस हुँदै आएको छ। नेपालले सन् 2017 मा BRI सम्बन्धी समझदारी पत्र MOU मा हस्ताक्षर गरेको थियो। नेपालले BRI अन्तर्गत रेलमार्ग, सडक, ऊर्जा प्रसारण लाइन, पूर्वाधार जस्ता परियोजनामा सहकार्यको सम्भावना राखेको छ। चीनसँग जोडिने केरुङ काठमाडौँ रेलमार्ग पनि धेरै चर्चामा रहने प्रस्तावहरूमध्ये एक हो। यद्यपि अधिकांश परियोजनाको वित्तीय मोडेल ऋण वा अनुदान, लागत, कार्यान्वयन तथा प्राथमिकता बारे विभिन्न चरणमा छलफल जारी रहँदै आएको छ। BRI का समर्थकहरू भन्छन् BRI ले विकासशील देशलाई आवश्यक पूर्वाधार निर्माणमा सहयोग पुर्याउँछ, तर आलोचकहरू भन्छन् ऋण रणनीतिक प्रभाव र पारदर्शिताको अभावले भविष्यमा समस्या निम्त्याउन सक्छ। त्यसैले BRI लाई न पूर्ण रूपमा राम्रो भन्न सकिन्छ, न पूर्ण रूपमा नराम्रो। यसको प्रभाव प्रत्येक देशको योजना, ऋण व्यवस्थापन, पारदर्शिता र परियोजनाको सफल कार्यान्वयनमा निर्भर हुन्छ। BRI आजको विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय पूर्वाधार कार्यक्रम मध्ये एक हो। यसले धेरै देशमा सडक, रेल, बन्दरगाह र ऊर्जा परियोजनाहरू निर्माण गर्न सहयोग गरेको छ। तर यससँगै ऋण, पारदर्शिता, वातावरणीय प्रभाव र भू राजनीतिक प्रभावका विषयमा बहस पनि उत्तिकै गम्भीर छ। नेपालका लागि पनि BRI एउटा अवसर हुन सक्छ यदि परियोजनाहरू आर्थिक रूपमा व्यवहार्य, पारदर्शी र राष्ट्रिय हित अनुकूल ढङ्गले कार्यान्वयन गरिए भने सफल हुन सक्छ। साथै सम्भावित वित्तीय जोखिमको सावधानीपूर्वक मूल्याङ्कन पनि उत्तिकै आवश्यक हुन्छ। यदि तपाईलाई यो भिडियो उपयोगी लागेको होला भने भिडियोलाई लाइक गरी शेयर गरिदिनु होला र हजुरको केही सुझाव, सल्लाह, प्रतिक्रिया एवं आफ्नो विचार छ भने अवश्य नै कमेन्टमा लेख्नु होला। आगामी भिडियो कुन विषयमा अर्थात् कुन शीर्षकमा चाहिन्छ त्यो पनि कमेन्टमा लेख्नु होला र यस्तै तथ्यमा आधारित नेपाली राजनीतिक तथा विश्व राजनीतिक विश्लेषणका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। तपाईको जीवन सुखमय बितोस्। जय नेपाल, नेपाल आमाको जय होस्। नमस्कार।